भित्र बाहिर बाहिर अनियर मार्क म अहिले तिमीलाई सिकाएको मात्रै अनियर मार्क अनि गेट सेट भन्ने यतिको हुन्छ अनि अनियर मार्क गेट सेट गो हेलो सेवा र सेवना फ्यापुला जुजुल बजा मेसी साथै नमस्कार स्वागत छ तपाईहरुलाई आज मेरो भ्लगमा आई होप तपाईहरु सन्चै हुनुहुन्छ म पनि एकदमै सन्चै छु सो आज चाहिँ हाम्रो होस्टेलको भाइ बहिनीहरुलाई फुटबल खेल्न निकालेका छौं बाहिर छुट्टी भइसकेपछि हैन भनौं भाइहरु एक पक्ष छ भने किपर अनि एउटा भाइले लिइराछ 2 गोलको अन्तरालमा छ 2 गोलको अन्तरालमा अनि 5 गोल र 3 गोल हैन कोही खेल्ने मान्छेहरु यहाँ ललिपप चुसेर बसिराछ खेल न अनि यता गर्ल्स पक्षहरु केटी पक्षहरु छ आउट गो बल ल्याउ चाहिँ अब भाइहरु बहिनीहरु केटी पक्ष एक पक्ष केटाहरु एक पक्ष र केटी पक्षहरु एकपट्टि छ बहिनीहरु खेल्दैछ कबड्डी केटाहरु खेल्दैछ फुटबल कबड्डी के जाति के भयो भाइ इन्ज्युर्ड खुट्टा दुख्यो किपर के छ हाल किपर के छ ठीक छ भुँडी हात खुट्टा कस्तो देखा गोल लाग्यो ठीक छ ल हाम्रो होस्टेलको भाइ बहिनीहरु सबै ल सेभ गरेर हान्नु नदेऊ ल एक गोल फेरि पनि लाग्न सफल भाँचिदैन ल हान्देऊ ल हान्देऊ ल एक गोल फर्काउनु बाँकी छ है अब अनि तिमी कुद्नु पर्यो नि त छुनु पाउनुलाई त ए तिमीहरु धेरै टाढा नजाऊ यता ओइ कुद्ने ल अनियर मार्क गेट सेट गो भन्छु कुदा उ तलबाट ल अलि तल जाऊ हाम्रो गर्ल्स पक्षहरु ल अलि तल जाऊ न म एकछिन ल तिमी पनि आऊ कुद्नु रनिङ आऊ हेलो रनिङमा आऊ यो चाहिँ बहिनीहरूलाई यहाँ चाहिँ रनिङ गराउन आँटेछ दिमाग फ्रेस हुन्छ ल यहाँ ल म अनियर मार्क गेट सेट गो भन्छु आउँछ नि होइन आउँछ यहाँ कस्तो हुन्छ सुरुमा यस्तो हुन्छ अनियर मार्क गेट सेट गो भनेपछि कुद्ने कुद्ने होइन सिकाएको कहाँ कुदिर म ल लाइनमा बस्छ एक लाइनमा यहाँ चाहिँ बहिनीहरूलाई पनि यसो अब कुदाउनु पर्यो नि त होइन बोसो जमेको घुँडा टेक्ने घुँडाले खुट्टाले दुईजना टाँस्यो त्यो अहिले लड्छ उठ्दाखेरि हो यहाँ पनि टाँस्यो अलि यता हो अहिले म केटाहरूलाई पनि कुदाउँछु केटाहरूलाई एकछिन केटाहरू यता केटीहरूलाई पहिला केटीहरू कहाँ छुने यो भित्तालाई छुने यो पर्खालाई छुने है अनियर मार्क यस्तो हुँदैन त्यो कम्मरमा होइन यस्तो दुईटा खुट्टा यस्तो अनियर मार्क दुईटै हात अनियर मार्क गेट सेट खोइ उठेको ए अनियर मार्क हेर मलाई हेर सुरुमा अनियर मार्क गेट सेट गर्दा अनि नकुद न कहाँ कुदिर गो भनेकै छैन ल लाइनमा बस ल अब है ल रेडी अनियर मार्क कहाँ गोजीमा हात चाहिँ ल अब अनियर ल खोइ छिटो दुईटा हात अगाडि अनियर मार्क गेट सेट गो ल को फर्स्ट ल जिते फर्स्ट सेकेन्ड थर्ड ल नकुदा अहिले फेरि मुटु फुट्छ को फर्स्ट को सेकेन्ड भयो ऊ फर्स्ट भयो ल केटाहरू पनि कुद्ने हो केटीहरूलाई बल देऊ ल केटाहरू यताउता ल केटाहरूलाई मैले तलबाट कुदाउँछु ल केटाहरूलाई यता तलबाट ल यहाँ सबैजना आऊ सागर कति कुद्नु सक्छौ खोइ अर्को भाइ उयो भाइ कुछ होला ल जस्ट फास्ट ल यहाँ एक लाइनमा यहाँ यो लाइनमा एक लाइनमा हो त्यहाँ सबै केटाहरू जति एक लाइनमा केटाहरू सबै एक लाइनमा केटाहरू माथि भित्ताल है तिमी पनि आऊ
होइन कुद थोरै बिस्तारै कुद नकुदे पनि बिस्तारै हिँड ए कान्छ आऊ तिमी पनि आऊ दिमाग माइन्ड फ्रेस हुन्छ है माइन्ड फ्रेस हुन्छ कुद बिस्तारै हँसरी हिँड्नु चाहिँ पाइएन अलिअलि बिस्तारै कुद्ने ल खोइ सबैजना पोजिसनमा मैले सिकाएको थिएँ नि यहाँ मलाई एकचोटि क्यामेरा पक्र त सागर लौ त यसरी पक्र कि यहाँ यो हुन्छ नियर मार्क म अहिले तिमीलाई सिकाएको मात्रै नियर मार्क अनि गेट सेट भन्दा यतिको हुन्छ अनि भन्दा हँसरी ल म माथि उयो माथिको भित्तालाई छुने ल कहाँ त चाहिँ त्यसरी बसेको खुट्टाले हातले भुइटेक रेडी पोजिसनमा अनियर मार्क गेट सेट गो ल केटा ए ठुलो मान्छे कुद फर्स्ट सेकेन्ड थर्ड ल भयो फर्स्ट के पो सागर थर्ड होइन सेकेन्ड ऊ भाइ के पो नाम ल फर्स्ट सेकेन्ड थर्ड बोयहरू के छ कतिको मजा आयो कुद्दाखेरि जो चाहिँ अब यहाँ गएर सुइरहेको छ फर्स्टहरू ल हेरौँ त यहाँ कुदेको म यो हेर्दा कान्छ फिफ्थ कान्छ यता हेर्न फिफ्थ हुने मान्छे आमामा ल अनि अब उनीहरूलाई अब यस्तै हो हावा चाहिँ अब दिनभरि पढाइमा उयो गरे पछाडि फोकस गरेपछि थोरै समय खेल्ने समय निकाल्न सक्यो भने अलिकति केही चाहिँ हुन्छ नि त माइन्डमा बस्छ होइन ठिक छ हाम्रो ऊ अल्छी रहेछ ऊ चाहिँ अल्छी रहेछ तिमीले हो पसल त जानु पाउँदैन कान्छ फुड पोइजन खानै पाउँदैन फुड पोइजन हुन्छ जङ्क फुड खानु पाउँदैन भुराहरूले किनभने अब यहाँ स्कुलमा बिराम भने खतम हुन्छ नि त होस्टेलमा सो तपाईँलाई म भुराहरूलाई फेरि केही गेम खेलाउँछु त्यो गेममा तपाईँलाई जोड्नेछु अहिले चाहिँ यहाँ चाहिँ अब म चाहिँ आउटइन भित्र बाहिर खेलाउनु आँटेको छु भुराहरूलाई ल हो त्यहाँबाट देखाइदेऊ ल यो रेखा देखिँदैन क्या हो आफ्नो चप्पल ट्याक्कै अगाडि राख्छ त हेलो गाइस आज हामी सबै ब्लगमा छौँ अनि यहाँ चाहिँ अब सबै होस्टेल बस्ने गाइसहरू अनि उता हुनुहुन्छ म्याम निशा कति राम्रो सर्कल बस्यो त ल हाम्रो स्कुल चाहिँ यहाँ छ गाइस ल रेडी सबै रेडी पोजिसनमा हेलो रेडी पोजिसनमा है ल सबैजना भित्र एकजना ल तिमीलाई वान चान्स तिमी बाहिर छौ भित्र भनेपछि चप्पलदेखि भित्र आउने कहाँ बाहिर बसेर म भित्र छु भनिर वान चान्स हो तिमीलाई अब चान्स हुँदैन ल भित्र सबैजना भित्र छ नि बाहिर कुन चाहिँ के भयो ल तिमी आउट भएको यहाँ बिचमा आउट भएको ल भित्र ढिलो भनेमा आउट हुन्छ है ढिलो भनेमा आउट हुन्छ बाहिर भित्र बाहिर ल आउट भएको बहिनीहरू यहाँ छ भित्र बाहिर छ काउडु यहाँ आउट हुने यहाँ बाहिर भित्र ल बाहिर को
भित्र बाहिर बाहिर भित्र भित्र ल ठिक छ बाहिर भित्र भित्र बाहिर बाहिर भित्र भित्र बाहिर भित्र बाहिर भित्र बाहिर लु भित्र तिमी आइहाल्नु भित्र बाहिर भित्र बाहिर बाहिर कोही छ भित्र बाहिर भित्र बाहिर छिटै भित्र बाहिर भित्र बाहिर भित्र बाहिर बाहिर को आउट हो ए ऊ पनि आउट भइसक्यो ल काउन्ट भइसक्यो भित्र ल अघि तिमी त्यहाँ उभियो होइन तिमी अघि आउट भएछ भित्र ल बाहिर है ढिलो भाइ कान्छ अब एक चान्स वान चान्स भित्र बाहिर बाहिर भित्र बाहिर भित्र भित्र बाहिर भित्र बाहिर भित्र उता उतापट्टि यतापट्टिकोले हेर ल तिमीले यतापट्टिकोले हेर ल मिस्टेक कसै गर्दैन भित्र ल दुईजना ल तिनजना यो साइडको तिनजना ल बाहिर भित्र उताकोलाई पनि मिस्टेक गर्छ है बाहिर भित्र ल स्टार्ट कहाँ छ भित्र भने मैले कतिजना छ बाँकी कतिजना छ आउट हुने सब बस आउट हुने बस्ने ए कहाँ चाहिँ घुसी ताक्दैछ ल आउट नहुने जति यहाँ आउँ त सबैजना आउट नहुने जति यहाँ आउट नहुने जति यहाँ आउट नहुने यहाँ आउट नहुने यहाँ ल चप्पल सर्कल मिलाउ त फेरि ल अब बाँकी रहेको 1 2 3 4 5 6 जना छ ल 6 जनामा को विजेता हुने है त ल रेडी भित्र अलि छिटो गर्ने बाहिर भित्र बाहिर भित्र बाहिर बाहिर ल कान्छा गयो ल रेडी हो भित्र बाहिर भित्र बाहिर भित्र भित्र बाहिर भित्र बाहिर भित्र बाहिर बाहिर चप्ली त्यही छोड एकछिन चप्ली त्यही छोड तिमी यता हो ल रेडी हो भित्र बाहिर भित्र बाहिर भित्र बाहिर बाहिर भित्र बाहिर भित्र बाहिर भित्र बाहिर बाहिर ल अब यस्तो घोप्टिने आउट होइन ल भित्र बाहिर ए त्यहाँ छोड यहाँ छोड भित्र बाहिर बाहिर अब सर्दै त्यही बसिहाल्यो ल गोलोमा ल फर्स्ट सेकेन्ड थर्डको लागि भिड्नेवाला 3 जना के भन्छ सागर के पो सागर थिङ्क के पो भाइको नाम प्रिन्स पाखरिङ सोहन स्यान्तान ल कान्छी त्यहाँ छोड्नु भित्र बाहिर भित्र बाहिर भित्र
आउट आउट ढिलो भयो ल ल बाहिर भित्र बाहिर बाहिर भित्र बाहिर भित्र बाहिर भित्र बाहिर बाहिर ल ल भित्र बाहिर भित्र बाहिर बाहिर ला दुईटै अब दुईटै के हो ल लास्ट 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 ल भित्र बाहिर भित्र ढिलो हुन्छ है कान्छ बाहिर भित्र बाहिर भित्र बाहिर बाहिर भित्र बाहिर भित्र बाहिर बाहिर भित्र बाहिर भित्र बाहिर भित्र बाहिर छिटो 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 ल छिटो छिटो भित्र के भयो फेरि दुइटै जान्छ त ल अब गयो ल अब आजको गेम सायद यति नै खेल्नुपर्छ होला ल सो फाइनल ल सबैजना गेटभित्र है ल कम फास्ट ल आजको भुरालाई आजको गेमहरू चाहिँ अब आजको गेमहरू चाहिँ भुरालाई दिने माइन्ड फ्रेस गराउनु हो अब यो चाहिँ कतिको टिप्न सक्ने कतिको फास्ट कता है हेलो भित्र अब सो अब चाहिँ फाइनल्ली भुरालाई भित्र हुलाउने टाइम भएको छ सो अब चाहिँ हुँदैन कान्छ अब के छ भने अहिले उयो भयो भने बिरामी भयो भने खत्तम हुन्छ सो त्यही अब चाहिँ तपाईँलाई म केही छैन भिडियोमा ल्याउने छु अहिलेलाई चाहिँ सो फाइनल्ली अघि चाहिँ अलिकति धेरै काम भएर मैले भिडियोमा जोड्नु पाइनँ सो त्यहाँबाट भुरालाई खेलाइसक्ने बित्तिकै फेरि यता आएर एउटा काम थियो त्यो कामलाई पनि सिद्धायो अब फेरि अर्को काम पनि छ छन्नुलाई त सो त्यो अनि आज अब भुराहरूलाई कति अब नयाँ ठाउँहरूबाट यो ठाउँमा आउँदै गर्दा नयाँ हुन्छ उनीहरूलाई कति नेस्रो हुन्छ नि त आफ्नो गाउँठाउँको नेस्रो हुन्छ त्यो भएको कारणले उनीहरूको माइन्ड पनि अब अलिकति डिस्टर्ब भइरहेको हुन्छ क्या त्यो भएर सो मैले चाहिँ गेम खेलाउनुलाई बाहिर निकालेको थिएँ भुराहरूलाई सो अनि आज भुराहरूको भनौँ माइन्ड अब फ्रेस भयो भनौँ न है अब कति त अब गुमसुम भइरहेको थियो त्यो खेल हुँदै गर्दा चाहिँ रमाइलो भयो क्या उनीहरूलाई एक प्रकारले रमाहट आयो अनि जुन गेमहरू खेलाएको थियो त्यो गेमहरू भनौँ अब उनीहरूको माइन्ड कतिको तेज छ भनेर सो चेकको लागि खेलाइएको थियो सो अब खेलहरू अब भनौँ त्यस्तै हो अब आजको भ्लगहरू सायद अब भुराहरूसँग रमाइलो गरियो भुराहरूसँग गेम खेल्यो हाँस्यो सो त्यही हो अनि आजको भ्लगहरू यस्तै थियो सो जति पनि टाढा नजिक कतिबाट तपाईँहरू कहाँबाट हेरिराख्नु भएको छ सो तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियोलाई तपाईँहरूले अन्तिमसम्म हेरेर माया दिनुभएको छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि तपाईँहरूले अझै पनि भुराहरूको निम्ति तपाईँहरूको पनि केही ज्ञान छ भने तपाईँहरूले सिकाउन सक्नुहुन्छ कमेन्टद्वारा भन्न सक्नुहुनेछ कुनै यस्तो तरिकाले पनि सकिन्छ भने तपाईँहरूले मलाई ज्ञान दिन सक्नुहुनेछ तपाईँहरूले कमेन्टमा कुनै गेमहरूको छोड्नु भएछ भने सो त्यो गेम पनि तपाईँहरू माझमा पस्काउँला खेलाएर देखाउँला सो त्यही अनि आजको भ्लगहरू यस्तै थियो तपाईँहरूलाई कस्तो लाग्छ राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब बटन तपाईँहरूको लागि खाली छ सो सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला हामी भेट्ने छ अर्को भिडियोमा टाटा बाई बाई